यूहन्ना 4 अध्याय। यूहन्नाले भन्दा यसैले धेरै चेलाहरू बनाउँदै हुनुहुन्छ र बप्तिस्मा पनि दिँदै हुनुहुन्छ भन्ने फरिसीले सुने। वास्तवमा यसो आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे। जब यसैले यो थाहा पाउनुभयो, उहाँ यहुदिया छोडेर फेरि गालिलमा फर्कनुभयो। उहाँलाई सामरिया भएर जानु पर्थ्यो र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगर चाहिँ याकुबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो। त्यहाँ याकुबको इनार थियो। यसो यात्राले थाक्नु भएको हुनाले त्यस इनारको छेउमा बसिरहनु भएको थियो। प्राय मध्याह्न भएको थियो। एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। यसैले त्यसलाई भन्नुभयो, मलाई पानी पिउन देऊ। उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भने, तपाईँ यहुदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ? यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। यसैले त्यसलाई भन्नुभयो, तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्ने थियो र उसले तिमीलाई जिउँदो पानी दिने थियो। त्यस स्त्रीले उहाँलाई भने, हजुर, तपाईँसित उघाउने भाँडो छैन र इनार पनि गहिरो छ। तब तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईँ हाम्रा पुर्खा याकुब भन्दा ठुला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिएर उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए। यसैले त्यसलाई भन्नुभयो, यो पानी पिउने प्रत्येक फेरि तिर्खाउने छ, तर जसले मैले दिने पानी पिउँछ त्यो कहिले तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। त्यस स्त्रीले उहाँले भने, हजुर, मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन र यहाँ पानी भर्न आइरहनु पर्दैन। यसैले त्यसलाई भन्नुभयो, जाऊ, तिम्रो पतिलाई बोलाएर ल्याऊ। त्यस स्त्रीले भने, मेरो पति छैन। यसैले तिनलाई भन्नुभयो, तिम्रो पति छैन भने तिमीले ठिकै भन्यो, किनभने तिम्रा 5 जना पति भइसकेका छन् र जो अहिले तिमीसँग छ त्यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी छौ। त्यस स्त्रीले उहाँले भने, हजुर, तपाईँ अगमवक्ता हुनुहुन्छ भने म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँडामा आराधना गरे अनि तपाईँहरू भन्नुहुन्छ कि आराधना गर्न स्थान यरुशलेम हो। यसले तिनलाई भन्नुभयो, ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिम्रो न त यस डाँडामा न यरुशलेममा पिताको आराधना गर्दैछौ। तिम्रो जे आराधना गर्दछौ सो जान्दैनौ, हामी जे आराधना गर्दछौ सो जान्दछौँ, किनभने मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ। तर बेला आइरहेछ र त्यो बेला अहिले हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। त्यस स्त्रीले उहाँले भने, म जान्दछु कि मसीह आउनुहुन्छ, जसलाई ख्रिस्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ। यसैले तिनलाई भन्नुभयो, तिमीसँग बोल्ने म उही हुँ। त्यति नै बेला उहाँका चेलाहरू आए र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनु भएको देखेर छक्क परे। तर तपाईँ के चाहनुहुन्छ अथवा तपाईँ त्यस स्त्रीसँग किन बातचित गर्दै हुनुहुन्छ भनेर कसैले सोधेनन्। तब त्यो स्त्री आफ्नो गाडो छोडेर नगरतिर गई र मानिसहरूलाई भने, आओ, एकजना मानिसलाई हेर जसले मैले गरेका सबै काम मलाई बताइदिनु भयो। कतै उहाँ नै ख्रिस्ट हुनुहुन्न? तब तिनीहरू नगरबाट निस्केर उहाँ कहाँ गए। यसै बिचमा चेलाहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, रब्बी, भोजन गर्नुहोस्। तर उहाँले तिनीलाई भन्नुभयो, मसित खानालाई भोजन छ जो तिमीहरूलाई थाहा छैन। यसकारण चेलाहरूले आपसमा भने, के कसैले उहाँले भोजन ल्याइदियो कि कसो? यसैले तिनीहरूलाई भन्नुभयो, मलाई पठाउने उनीको इच्छा अनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो भोजन हो। के तिमीहरू भन्दैनौ, अझ 4 महिना बाँकी छ, तब बाली काट्ने बेला आउँछ? म तिमीलाई भन्दैछु, आफ्ना आँखा उचालेर खेतबारीतिर हेर, बाली कटनीको निम्ति पाकिसकेको छ। जसले बाली काट्छ त्यसले ज्याला पाउँछ र अनन्त जीवनको लागि फल बटुल्छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछ। किनकि एकजनाले छर्छ र अर्कोले कटनी गर्छ भन्ने वचन यसैमा सत्य हुन्छ। मैले तिमीहरूलाई त्यहाँ कटनी गर्न पठाएँ जहाँ तिमीहरूले परिश्रम गरेका छैनौ। अरूहरूले परिश्रम गरेका छन् र तिनीहरूको परिश्रमका फल तिमीहरूले पाएका छौ। मैले जे गरेँ उहाँले मलाई सबै भनिदिनु भयो भन्ने त्यस स्त्रीको गवाईले गर्दा त्यस नगरका सामरीहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे। यसकारण जब सामरीहरू उहाँ कहाँ आए तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न बिन्ती गरे र उहाँ 2 दिन त्यहाँ बस्नुभयो। अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्वास गरे। त्यस स्त्रीलाई तिनीले भने, अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेका होइनौ, तर हामी आफैले सुनेका कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले जानेका छौँ। 2 दिनपछि त्यहाँबाट निस्केर उहाँ गालिलमा जानुभयो।
यसो आफैले गवाई दिनुभयो कि आफ्नो निज देशमा कुनै अगमवक्ताको आदर हुँदैन। जब उहाँ गालिलमा आउनुभयो तब उहाँले यरुशलेममा चाडको बेलामा जे गर्नुभएको थियो ती सब काम देखेका उनीहरूले गालिलीहरूले उहाँलाई स्वागत गरे, किनभने तिनीहरू पनि चाडमा गएका थिए। त्यसपछि उहाँ फेरि गालिलको काना नगरमा आउनुभयो, जहाँ उहाँले पानीलाई दागमत बनाउनु भएको थियो। कफरनहुममा एकजना उच्च अधिकारी थिए जसको छोरो बिरामी थियो। यसो यहुदियाबाट गालिलमा आउनुभएको छ भन्ने सुनेर तिनी उहाँका गए अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्ती गरे, किनकि तिनको छोरो मर्नै आँटेको थियो। यसुले तिनलाई भन्नुभयो, तिमीहरू चिन्ह र अचम्मका कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनौ। ती उच्च अधिकारीले उहाँले भने, हजुर, मेरो छोरो मर्नुभन्दा अघि नै आइदिनुहोस्। यसुले तिनलाई भन्नुभयो, जाऊ, तिम्रो छोरो बाँच्नेछ। यसुले तिनलाई भन्नुभएको वचन ती मानिसले विश्वास गरेर आफ्नो बाटो लागे। अनि तिनी जाँदै गर्दा बाटैमा तिनका चाकरहरूले तिनलाई भेटेर तिनको छोरा बाँच्यो भनी तिनलाई बताए। कुन घडीदेखि त्यसलाई सन्चो हुन लाग्यो भनी तिनले तिनीलाई सोद्धा तिनीले भने, हिजो दिउँसो 1 बजेदेखि ज्वरोले तिनलाई छोड्यो। यसुले तिनलाई तिम्रो छोरो बाँच्नेछ भन्नुभएको घडीदेखि नै हो रहेछ भनी बाबुले थाहा पाए। अनि तिनी आफैले र तिनका सारा परिवारले विश्वास गरे। यहुदियाबाट गालिलमा आएर यसुले गर्नुभएको यो दोस्रो चिन्ह थियो।